त्यो मुडे घरको मौरी आधुनिक घरको भन्दा रिसा प्रकृतिको हुनुहुँदा हामीहरू चाहिँ यो सेफ्टी टोपी प्रयोग गरेर यहाँ हेर्न गइरहेका छौँ। यो नहेरेको कति भयो आमा? म यहाँ चाहिँ हेर्न गइरहेको छु है। यो घार यहाँहरूले देख्न सक्नुहुन्छ, सफा गर्नु होला। मौरी एकदमै राम्रो छ। तर अहिले यो हाम्रोतिर सिजन नभएको हुँदा, पोलन नेक्टर केही पनि नभएको हुँदा मह भन्ने छैन र यो अलिकति रोग यो फोहोर भएको कारणले हेर्न सक्नुहुन्छ पोलाएर राम्रो छ। तर यसमा चाहिँ नेक्टर पोलन केही पनि देखिँदैन। यहाँहरूले पनि यो घारलाई चाहिँ मुडे घार छ यहाँहरूको भने यसरी आधुनिक घारको जस्तै यसलाई पनि बेला बेलामा सफा गरिदिनु होला। तपाईँहरू चाहिँ यही प्रकृतिको यहाँ भाँडो बनाएर चाहिँ यसलाई चाख्ने पनि दिन सक्नुहुन्छ। र सफा गरिसके पछाडि मैले चाख्ने पनि बनाएर मुडे घरमा कसरी दिने भन्ने अर्को भिडियो बनाउने छु। यहाँहरूले सब्सक्राइब गर्नुहोला। अगाडि हामीहरूले एक साइडबाट सफा गऱ्यौँ, अब म अर्को साइडबाट सफा गर्दैछु। यसमा केही छैन आमा अहिले। यो यहाँ तपाईँहरूले चाहिँ यहाँ तल धुवा पनि भयो, त्यो धुवाले गर्दा पनि हो। यहाँ माकुरा लाग्यो गयो, त्यसलाई अहिले गरौँ। ठोक्दैन आमा, नलडाइकन सफा गर्नु गयो। भएन, माकुराले पनि जालो लगाइसकेको छ यहाँ। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो पोला यसरी कालै भइसकेको छ। हामीहरू चाहिँ यसरी यसलाई सफा गर्छौँ। र यो चास्नी दिनुपर्ने भएछ हामीहरूलाई। चास्नी चिनी पानी बनाएर दिनुभयो। यसो खानेकुरा केही भयो छैन अहिले, तर यसलाई खाना बनाएर दिनुभयो। र यसलाई चाहिँ अब तपाईँलाई म चास्नी कसरी राख्ने भन्ने सिकाइदिन्छु। यो मुडे घारमा यो पोला हेर्नु बिग्रेर यस्तो कालो भइसकेको रहेछ। हो, र यो कालो भइसकेको छ। अब यो धेरै कालो हुँदै गयो भने मौरीले गृह त्याग गर्छ भनेको यो घार छोडेर भाग्छ आमा। यो फेरि तेर्सोसँग नै हाल्दो रहेछ है। ल कसरी यो मुडे घारमा चास्नी दिने भन्ने सम्बन्धमा यहाँहरूलाई म अर्को भिडियोमा देखाउने छु। र भिडियो जसले हेर्दै हुनुहुन्छ लाइक सब्सक्राइब गर्न नबिर्सनु होला।